यो चाहिँ हाम्रो टिएसएसएल को चार्ट रहेको छ। फन्डामेन्टल कुरा गर्नुपर्दा चाहिँ खासै फन्डामेन्टल चाहिँ राम्रो देखिँदैन। किन भन्दा यो फन्डामेन्टल विक हुनुको कारण के भन्दा चाहिँ यसको चाहिँ इक्विटी भन्दा पनि लोन चाहिँ 3.5 गुणाले बढिरहेको छ। अपरेसनमा चाहिँ केही कमी छैन है, अपरेसन चाहिँ ठिकठाकै छ, अपरेसन चाहिँ प्रफिटमा छ, अपरेसन राम्रै छ। तर हेभी लोन भएको कारणले लोनको इन्ट्रेस्टले चाहिँ के गरिरहेको छ भन्दा जति प्रफिट कमाइरहेको छ त्यो प्रफिट चाहिँ इन्ट्रेस्ट तिर्नमा गइरहेको छ र पछिल्लो क्वार्टरभन्दा यो क्वार्टरमा चाहिँ लस बढेको छ। किन भन्दा पछिल्लो क्वार्टरभन्दा यो क्वार्टरमा चाहिँ थोरै गिरावट देखिएको छ है, उसमा अपरेसनमा पनि एकुमुलेटेड लस पनि बढिरहेको छ गरेको छ। 1:1 राइट चाहिँ एजिएममा प्रपोज गरेको छ है लोन तिर्नको लागि। 1:1 राइट एजिएममा पास गर्यो भन्दा तत्काल आज नै भोलि नै आउँछ भन्ने चाहिँ छैन है। यो राइट आउनु चाहिँ कम्ती आउने 1-2-3 वर्ष लाग्न सक्छ, 1-2 वर्ष कम्तीमा लाग्न सक्छ है, बढी पनि लाग्न सक्छ। किन भन्दा पहिला चाहिँ यो राइट चाहिँ इआरसीमा जान्छ, इआरसीले एक्सेप्ट गर्नुपर्ने हुन्छ, इआरसीले एप्रुभ गरेपछि 7 को पाइपलाइनमा जाने हो, 7 को पाइपलाइनमा गइसकेपछि 7 ले एप्रुभ गरेपछि बल्ल आउने हो। यो हुनलाई कम्तीमा पनि लाग्न सक्छ, निकै टाइम लाग्न सक्छ है, अहिले नै आउँछ भन्ने चाहिँ हुँदैन। र यसको अब टेक्निकल पर्सपेक्टमा जान्छौँ भने चाहिँ के देखिन्छ भन्दा चाहिँ हाम्रो चाहिँ अपरेटरले चाहिँ यता फर्स्ट एकुमुलेसन चाहिँ यो रेन्जमा चाहिँ एकुमुलेट गरेको देखिन्छ है। यो रेन्जमा चाहिँ हाम्रो के छ, अपरेटरले चाहिँ यो हाइड्रोलाई चाहिँ एकुमुलेसन गरेर चाहिँ यताबाट चाहिँ सेल ट्रान्सफर हुँदै 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 आएको जस्तो देखिन्छ है। यताबाट यता भयो, यताबाट यता, यताबाट यता, यताबाट यता हुँदै र यताबाट चाहिँ के छ भन्दाखेरि बाई ट्रान्सफर हुँदै हुँदै बाहिरहरू ट्रान्सफर हुँदै 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 बाहिरहरू आएको देखिन्छ, यताबाट सेलर आएको देखिन्छ। र यहाँ चाहिँ राम्रै भिडन्त भएर बाहिर सेलरको सेलरले लिड लगेर चाहिँ राम्रै सार्प फल यो डिमान्ड ब्रेक हुने बित्तिकै बाहिरलाई चाहिँ तोड्ने बित्तिकै है, जित हासिल गर्ने बित्तिकै चाहिँ राम्रै सार्प फल आएको देख्न सकिन्छ। अनि चाहिँ हामीले चाहिँ के देख्न सक्छौँ भने चाहिँ यो पुरै रेन्जमा चाहिँ यताबाट एकुमुलेट गरेर अपरेटरले डिस्ट्रिब्युसन गरेको जस्तो देखिन्छ है, डिस्ट्रिब्युसन गरेको देखिन्छ। र हाम्रो चाहिँ अपरेटरले के गरेको छ भन्दा के देख्न सक्छौँ भने यो रेन्जमा चाहिँ हाम्रो के छ, फर्स्ट फेज अफ डिस्ट्रिब्युसन गरेको देखिन्छ। त्यसपछि फेरि बाहिरहरूलाई ट्र्याक गरेर यो फेजमा चाहिँ सेकेन्ड फेज अफ डिस्ट्रिब्युसन गरेको जस्तो देखिन्छ। हाम्रो चाहिँ यो डिस्ट्रिब्युसन गरिसकेपछि यता यो लेभलमा चाहिँ एउटा राम्रै डिमान्ड देख्न सकिन्छ है, डिमान्ड देख्न सकिन्छ। तर यो डिमान्ड चाहिँ ब्रेक भयो। यो ब्रेक हुनुको कारण के थियो भन्दा चाहिँ लक इन पिरियड असार 19मा थियो र यो डिमान्डमा आउँदै गर्दा चाहिँ असार कति 11-12मा आएको देखिन्छ। र लक इनको मुखमै यो डिमान्डमा आएको कारणले चाहिँ यो डिमान्डमा चाहिँ रियाक्ट नगरिकन सार फल भएको देख्न सक्नुहुन्छ। यदि लक इन भइसकेपछि, लक इन खुलिसकेपछि यो डिमान्डमा आउँथ्यो भने चाहिँ हामीले चाहिँ केही एउटा ट्रेड लिन हेर्न सक्थ्यौँ है, र एउटा स्विङ पनि आउन सक्थ्यो, कम्ती आउने केही नभए पनि। यहाँदेखि चाहिँ हाम्रो लगभग के भयो, केही नभए पनि यहाँदेखि 10-20%, 15-20%को एउटा स्विङ आउन सक्थ्यो, या यहीँसम्म पनि जान सक्थ्यो है। तर त्यस्तो हुन सकेन है। अहिले हामीले हेर्छौँ भने चाहिँ के छ, एउटा राम्रै डिमान्डमा चाहिँ आउन लागेको छ है, पुग्न थालेको छ टिएसएसएल है। र यो भनेको हाम्रो के छ, अपरेटरको एकुमुलेसनको माउथमा चाहिँ पुगिसकेको छ है, लगभग आउन थालेको छ। यहाँबाट चाहिँ हामीले चाहिँ एउटा स्विङको अपेक्षा गर्न सक्छौँ है। यहाँदेखि यहाँसम्म जान सक्ने चाहिँ हामीले यहाँ कम्तीमा पनि यो लेभलदेखि यो लेभलसम्म जान सक्ने चाहिँ हामीले देख्न सक्छौँ। यो लेभल यदि अपरेटरलाई यहाँ चाहिँ लाग्यो भने एकुमुलेट गर्न उपयुक्त लाग्यो भने, यदि यो लेभल पनि महँगै लाग्यो भने चाहिँ के गर्न सक्छ भने चाहिँ अब अपरेटरले है यहाँदेखि एउटा 20-25% को स्विङ दिएर, यहाँ पनि एउटा सप्लाई रहेको छ है, यहाँ 20-25% एउटा स्विङ दिएर यहाँ जहाँ फर्स्ट स्टार्ट गरेको थियो एकुमुलेट गर्न है, त्यहीँ ल्याएर एकुमुलेट गरेर बिस्तारै बिस्तारै टाइम लगाएर 1-2-3 वर्ष कति लाग्छ त्यो लगाएर यहाँ पुगाउन सक्छ है, कम्तीमा पनि। र राइट पनि आउँदा आउँदै लगभग यही लेभलतिर आउँछ होला जस्तो लाग्छ मलाई, राइट आउने समय हेर्दाखेरि। र हामीले भन्नुपर्दा चाहिँ के हो भन्दा यहाँ चाहिँ हामीले एउटा रिस्क चाहिँ मजाले लिन सक्छौँ। रिस्क लिने ठाउँ चाहिँ हो टिएसएसएलको है, स्टप लस राखेर 7%, 7.5% कतिको स्टप लस भन्छ। र यो चाहिँ हाम्रो सेकेन्ड टार्गेट चाहिँ 80%, 83% को हुन्छ भनेपछि हाम्रो फर्स्ट टार्गेट चाहिँ लगभग कति हुन्छ भन्दा 22-23% को चाहिँ फर्स्ट टार्गेट राखेर लगभग 1:3 सम्मको चाहिँ 1:3 को चाहिँ हामीले ट्रेड लिन सक्छौँ फर्स्ट टार्गेटको लागि।
तर स्टप लस चाहिँ अनिवार्य नै हुनेछ है। यदि स्टप लस भइहाल्यो भने चाहिँ यहाँदेखि भयो भने चाहिँ एउटा स्विङ चाहिँ निस्किने मौका चाहिँ दिन्छ, जता किन्नु भएको त्यतै बेचेर चाहिँ निस्किनु होला। यो चाहिँ यदि यो डिमान्डलाई नै ब्रेक गर्यो भने, र त्यसपछि चाहिँ हामीले यो लेभल कुर्नुपर्ने हुन्छ है, कुर्नुपर्ने हुन्छ। र मैले यो टिएसएसएलको चाहिँ पहिला पनि लगभग 2 चोटि चार्ट हालिसकेको छु। लगभग यो लेभलतिरै हुँदा चाहिँ, यो लेभलतिर हो कि यो लेभलतिर हुँदा चाहिँ मैले भनेको थिएँ, के भनेको थिएँ भन्दा चाहिँ टिएसएसएल चाहिँ डिस्ट्रिब्युसन फेजमा गइसकेको छ, डाउन ट्रेन्ड लागिसकेको छ सेप्टेम्बरबाट। सेप्टेम्बर भनेको लगभग यतातिर भनेको थिएँ मैले है, सेप्टेम्बरबाट लगभग यता सेप्टेम्बर भनेको होइन, र सेप्टेम्बरबाट लागेको भनेको थिएँ। र मैले चाहिँ त्यो बेला चाहिँ यो लेभल कुर्नु भनेको थिएँ है कम्तीमा पनि, तर लक इन खुल्ने समयमा यो लेभल आएको कारणले चाहिँ यो लेभल चाहिँ ब्रेक भएरै तल आएको छ है। कम्तीमा नि कुर्नु भनेको थिएँ, त्योभन्दा पनि तल आएको देख्न सक्नुहुन्छ। र मैले त्यसपछि चाहिँ यो लेभल चाहिँ यो डिमान्डमा चाहिँ ट्रेड लगेको थिएँ, हालेको पनि थिएँ ट्रेड लगेँ भनेर। र यो लेभलमा चाहिँ के भयो भन्दा मैले चाहिँ यो पुरै यो कति हो 658-60 मैले 60मा बाई गरेको थिएँ, 660मा बाई गरेर लगभग मैले यो पुरै होल्ड गरेको भए लगभग 36% दिन आउँदैछ है, आउँथ्यो। तर मैले चाहिँ यो पुरै होल्ड गर्न सकेन, किन भन्दा यो चाहिँ धेरै उ गर्यो कि, धेरै झुलायो यो टिएसएचएलले, र मैले चाहिँ यतैतिर फालिदिएँ 6-7%मा चाहिँ फालिदियो, हालेको पनि थिएँ। मलाई चाहिँ लास्ट ठिक लागेन यही कुरो चलामाला भनेर चाहिँ म निस्केको भनेर भनेको थिएँ है। त्यसपछि चाहिँ मैले यो टिएसएचएल हेरेको छैन, र अहिलेको अवस्था चाहिँ टिएसएचएलको यस्तो रहेको छ है।